मेरा टिकटक साथीहरू सबैजना मलाई नमस्कार भन्न चाहिँ दिदी बहिनीहरू दाजुभाइ आमा बुवा सबै हुनुहुन्छ उहाँहरू सबैलाई फेरि पनि नमस्कार है। म एउटा सानो सानो केही कुराहरू भन्न आएको कि अब कस्तो लाग्छ तपाईँहरूलाई है मेरो तर्फबाट चाहिँ मलाई नराम्रो लागेर मैले भन्न खोजेको त्यो किनभने हाम्रो दिदी बहिनीहरूले चाहिँ जुन कपाल कोर्नुहुन्छ नि कपाल कोरेको कपाल चाहिँ बेच्ने काम गर्नुहुन्छ कि त्यो काम चाहिँ कदापि नगर्नु होला भन्न चाहन्छु कि म चाहिँ किनभने हाम्रो कपालहरू भने यस्तो संवेदनशील हो कि कपाल र मान्छेको खुट्टाको पैतालाको पाउको पाउको धुलो पायो भने मान्छेहरूले तपाईँको घर परिवारमा जे पनि गर्न सक्छ कि विभिन्न तरिका राम्रो चिजहरू नराम्रो चिजहरू गर्न सक्छ कि त्यही भएर म मेरो भनाइ यति हो कि कपाल चाहिँ नबेच्दिनु दिदी बहिनीहरू भन्न चाहन्छु कि किनभने कपाल भन्ने यस्तो संवेदनशील हो कि होइन बरु कपाल कोरेको कपाल राखिदिनु वा नदीमा लगेर बगाइदिनु त्यो चाहिँ ठिक हो नदीमा लगेर बगाउनु तर कोरेको कपाल चाहिँ त्यो कटौरा अनि त्यो साबुन राख्ने त्यस्तोको लागि चाहिँ कहिले पनि नबेच्नु होला भन्न चाहन्छु किनभने मैले भोगेको भएर मैले भनेको है मैले धेरै ठाउँमा देखेको भोगेको भएर भनेको किनभने कपालहरू बेच्यो भने किन्न आउनेहरूले सबै जानेको हुन्छ हामीलाई को लाग्छ बनाउँछ भनेर भन्छ उनीहरूले साम दाम दण्ड भेट सबै जानेको हुन्छ उनीहरूले चाहिँ त्यो कपालबाट नराम्रो शक्तिहरू तपाईँहरूको घर परिवारमा पठाइदिने लगाइदिने त्यस्तो गर्न सक्छ त्यही भएर चाहिँ म भन्छु कपालहरू चाहिँ कसरी पनि नबेच भन्नु किनभने मैले अहिलेदेखि होइन म सबैलाई भन्दै पनि आएको छु अनि आज चाहिँ मलाई टिकटक बनाउनु मन लागेर बनाएको कपाल चाहिँ कसरी पनि नबेचौँ किनभने पाउको धुलो र कपाल भने मान्छेले पायो भने जे पनि गर्न सक्छ तपाईँको घरमा नराम्रो शक्तिहरू पठाइदिन सक्छ त्यसैले मेरो फेरि विनम्र अनुरोध छ होइन यी कपालहरू चाहिँ कोरेको कपालहरू चाहिँ कसैले पनि नबेचिदिनु ल किनभने कपाल बेच्ने काम राम्रो होइन अब सम्झाउमा त मैले भन्दैमा चाहिँ किन कसैले मान्नुहुन्न कि मलाई थाहा छ किनभने मैले अहिले सम्झाउँदैमा राम्रो जमाना छैन पहिलाको जस्तो जमाना त छैन अहिले सम्झायो भने उल्टै मै गलत हुन्छ त्यो मलाई थाहा छ तपाईँहरू राम्रो हुन्छ भने म गलत हुँदैन केही फरक पर्दैन होइन किनभने अहिले जमाना चाहिँ राम्रो छैन मलाई थाहा छ अहिलेसम्म यहाँ मैले भिडियो हाल्नु पनि बेकार हो पनि मलाई थाहा छ किनभने यसले यस्तो भने ठुलो कुरा गर्यो भन्ने मान्छे पनि मैले भेट्टाउँछु तर त्यो होइन कि मेरो धर्म अनुसार किन मैले जाने अनुसार कपाल बेच्नुहुन्न पाउको धुलो कसैलाई दिनुहुन्न किनभने यो भने एकदम शक्तिशाली चिज हो कि तपाईँको कपाल र पाउको धुलो एकदम शक्तिशाली हो त्योबाट मान्छेले जे पनि गर्न सक्छ कि त्यही भएर म चाहिँ भन्छु कि किनभने कपाल बेच्ने चिज होइन बरु एउटा गङ्गामा लगेर धेरै भयो भने गङ्गामा लगेर बगाइदिनु त्यो ठिक हुन्छ है हस् धन्यवाद यति भन्नलाई आएको थिएँ म